हेलो गाइस, के छ हाल खबर? आशा गर्दछु सबै ठिकै नै होला होइन। म चाहिँ निस्किसकेको छु पुरा स्वागमा पोक्क्यापतिर। यो आफैलाई देखेर मलाई धेरै नै टिठ लाग्छ, किनभने बुहारी हुँदाहुँदै पनि यस्तो काममा रहन्छ, कस्तो मान्छे हुन्छन् यो दुनियाँमा है। म चाहिँ काठमाडौँबाट फर्किँदै गर्दा यो आफैलाई देखेको थिइनँ। आज हामी 4 बजे नै बहुत निकै नै चाँडै नै आयो यार है। कति चाँडै, यति चाँडै आयो कि म केही बोल्न सक्दिनँ यार गाइजहरू। अनि म यति पैसामा के चाहिँ होला यार, के चाहिँ होला? जम्मा 3टा चाउचाउ त आउला 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 होइन। अनि अनि यो चाहिँ कसले यो कसले तपाईँहरूले त यो तपाईँहरूले कतिखेर खानुभयो भन्ने सानोमा मलाई चाहिँ बहुत मनपर्ने चिज थियो। अनि यहाँ पानीले यस्तो गराएको छ, यो हालत हेर्न सक्नुहुन्छ। हालत त गति पानीको गति कति फास्ट छ। अनि क्याप्टसमा नाम लेख्ने केरा चाहिँ कसले सम्झेको छ कुरुक्क कमेन्ट गर्नु है। अनि क्याप्टसमा यो नाम लेख्ने यसरी भाँचेर नाम लेखिन्थ्यो है हामीले चाहिँ होइन। यसरी गोप्ने टक्क यसरी चाहिँ मैले मोबाइल छोपेको छु, त्यो क्यामेरा छोपिएको छु, त्यो नाम लेख्न चाहिँ सम्भव भएन। यो चाहिँ मेरो चिनेको दाइ हो, हरिण नेपाल। यो दाइको नाम चाहिँ हो है, अहिले गइसक्नु भयो। आइएम सरी गाइज। अब यो नोइस आएकोमा या ट्याङ के हो है, यो चाहिँ मलाई माफ गरिदिनु होला। तर म अब पुरै स्वागमा निस्किसकेको छु बजारमा सामान नास्ता किन्नको लागि। यहाँ दाउराको कोला चाहिएको छ लिएर आउनुलाई। यति दाउरा छ, यति मात्र दाउरा छ यार, के गर्ने यार है। अब म चाहिँ दोकानमा आइसकेको छु। अब मैले चाहिँ चाउचाउ किन्छु र यो बदामवाला मिठाई बहुत मेरो फेभरेट हो गाइजहरू, त लपेटेर म आइहाल्छु। ल आजको ब्लगमा यति नै। चाउचाउ लिएर आइसकेको छु गाइजहरू। टाटा बाई बाई गुड नाइट। टाटा बाई बाई गुड बाई गाइजहरू। ल बाई 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 बाई।